काम छ हेर्नुहोस् है यो लाइट हेर्नलाई हामी कति 5000 तिरेर आयो 5000। हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। सबैजना सन्चै आरामै हुन्छ होला, म पनि सन्चै आरामै छु। अनि फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो सुशान्त गुरुङ ब्लगमा। अनि मेरो पछाडि छ मेरो वाइफ। अनि आज हामी दुईजना चाहिँ नाना साथै घुम्न जान लागिरहेछ। सो भर्खर निस्केको रुमबाट चाहिँ अब बल्ल यक्काइची स्टेसन आइपुग्नु लाग्यो। यो चाहिँ यक्काइची स्टेसन। हामी चाहिँ भर्खर निस्केको रुमबाट। अहिले ठ्याक्क 1:06 भएछ। यहाँबाट ट्रेन चढेर हामी चाहिँ जानुपर्ने हुन्छ। आज दिन चाहिँ घाम पनि लाग्यो, बेला बेला पनि घाम लागिरहेछ, तर अहिले अलिक बेसी नै क्लाउडी भइरहेछ। खै पानी चाहिँ देखाएको छैन कि हेरौँ के हुन्छ होइन। अनि अहिले यति बेला चाहिँ नाना सातोमा चाहिँ इल्युमिनेसन चलिरहेको छ होइन। त्यो भएर बेलुकाको भ्यू चाहिँ बवालै हुनेवाला छ। स्टे ट्युन, भिडियो लास्टसम्म हेरेर साथ दिनु होला है। अनि यो चाहिँ यक्काइची स्टेसन हो। अब यहाँबाट हामी चाहिँ ट्रेन चढ्नुपर्ने हुन्छ। कति बजेको ट्रेन छ थाहा छैन। अनि चेक पनि गरेको छैन मैले। जस्ट एक स्टेसन 2 स्टेसन उता हो ऱ्यापिड एक्सप्रेसमा। कुवान स्टेसन झर्नुपर्छ हामी चाहिँ, त्यहाँदेखि बसमा जानुपर्ने हुन्छ। सो त्यही हो, अब बाटोमा हेर्दै जाउँला है त। हामी चाहिँ कुवान आइपुग्यो। यो चाहिँ कुवान स्टेसन। कहाँ हो यो? छैन के हो त्यो? सान्जु सान मात्रै रहेछ, जेपी छैन। दुईवटा त छ त्यहाँ, तर जेपी चाहिँ नरहेछ। हो यहाँ गाडी लाग्ने हुन्छ। मान्छे डेन्जर लाइन छ त आज त। के हो, अस्ति त कोही थिएन, हामी मान्छे पनि आएको अस्ति। तिनीहरू चाहिँ त्यतिकै केही हेर्न पाइएन, त्यतिकै फर्क्यो। यसपालि चाहिँ मान्छेहरू धेरै नै छ। यही लाइनमा हो, 2 नम्बरबाट आउँछ बस। कहाँ के को गाडीको थियो? गाडीभित्र पैसा तिर्नु हुन्छ नि। पैसा तिर्न नि पाइयो, कार्ड टच गर्न नि मिल्यो, जे गर्दा नि मिल्छ नि। तर गाडी आउनु कति बज्यो हो भन्ने कुरा चाहिँ कहाँ हो लेखे जस्तो लाग्थ्यो। यो है त नागासीमा ओन्सेनको रहेछ त्यो चाहिँ। यहाँ एउटा गाडी त आयो, तर यो चाहिँ नागासीमा ओन्सेन। डामाडोल पार्यो आज कुवानाले। अब एक स्टेसन उता नागासीमा स्टेसन कि के छ त्यहाँ जाने। अनि त्यहाँदेखि जाने हो गाडीमा। ल हामी चाहिँ अहिले कहाँ नानु हुनु, नागासीमा एकीमा। कुवानाले धोका दियो आज चाहिँ। छिटो हो, ट्रेन आउन पनि सक्छ फेरि। कता गयो देखि यार। सुरु गर। ए 11 मिनट कि कति मिनट वेट गर भने गएर हेर्नुपर्छ त्यो। पहिलोचोटि म नानु जाँदाखेरि चाहिँ यहीँबाट गाडी चढ्यो। आज नि यहीँबाट चढ्ने भइयो। अस्ति जाँदा चाहिँ कुवानाबाट गएको, तर यसपालि चाहिँ त्यहाँ गाडी नरहेछ। सो कुवानाबाट नानु जाने सोच्दै हुन्छ भने
सिधै नागासीमाबाट जाँदा हुन्छ है। त्यहाँबाट गाडी छैन, गाडी नि ठ्याक्कै आयो तर यो होइन होला, कतिको थियो 14 मिनट वेट भनेर देखाएको थियो गुगल म्यापमा हेर्दा। नागासीमा रुतो नबनाउन सातो यहाँ छ। त्यो नबनाउनु त्यो नागासीमा अनसेनको रहेछ, यो चाहिँ यो नबनाउनको। ल हामी चाहिँ नागासीमा स्टेसनबाट अब गाडी चढियो नबनाउन सातोको लागि। अनि त्यही 8-10 मिनट जस्तो लाग्छ क्या हो यहाँबाट। अनि भाडा चाहिँ एकजनाको 250 लाग्दो रहेछ। अब बाटोको त के छ उतै पुगेर अब फेरि हेरौँ ल। ल फाइनल्ली आइपुग्यो नबनाउनु सातो। के एकै ठाउँमा पहिला आएको त अब केही हेर्न पाइएन। अब आज हेरौँ के छ होइन। बेलुका हो आज मेन चाहिँ लाइटिङ रहेछ। ढल्किन्छ मान्छे अडेकै अडि नै सक्यो। मलाई त भोक लागिसक्यो। त्यत्रो खाएर अलिकति यो लाइट हेरेँ यहीँबाट सुरु हुन्छ लाइटिङ। अनि यस्तो छ मोमीजी चाहिँ। हेलो एभ्रिवान, सबैजनालाई 2500 रहेछ। ठिक है, नमस्ते। म चाहिँ सरिना गुरुङ। पैसा कहाँ छ? अनि त्यस पछाडि हामी चाहिँ आज नबनाउन सातो घुम्न आएको। बुढाबुढी आउन त पहिला नि आएको थियो तर गर्मीको बेलामा, अहिले चाहिँ जाडोको बेलामा कि 1 मेट्न आएको क्या। अब चाहिँ अब नआउने बेला गयो जसरी 1 मेट्न आएको गाइस। त्यही हो, मलाई केही नि बोल्न आएन छ। ओके ल नबनाउन सातो। अहिले चाहिँ बवालै भइरहेछ यहाँ। हुन त यो त अस्ति नाचुमा पनि थियो। अस्ति नाचुमा चाहिँ यहाँ पुरै फुल थियो भने अहिले चाहिँ पुरै बल्ल फुलहरू रोप्या रहेछ। सो यस्तै छ। मोमीजी पनि हल्का बिस्तारै रातो हुँदैछ। अब नबनाउन सातोको चाहिँ मेन अहिलेको उस भनेको चाहिँ रमाइलो भनेको चाहिँ इल्युमिनेसन हो। बेलुकाको सबै ठाउँमा लाइटिङ छ क्या। यो पुरै लाइट छ क्या। भरे बेलुका चाहिँ यो त बवालै बल्छ। पुरा यो बेलुका चाहिँ बवाल बल्छ। यो अहिले चाहिँ यस्तो फलाम मात्रै छ नि त, भरे चाहिँ बवालै हुन्छ। जस अहिले चाहिँ यताभन्दा उता फुलको गार्डनतिर चाहिँ राम्रो छ होला। सो हामी चाहिँ अब उतैतिर लाग्छौँ। यता चाहिँ हल्का फोटोसोटो खिचेर अनि बाँकी यहाँ चाहिँ बेलुका आउनु पर्ला। दामी छ दामी। आयो फुजी हिमाल के रहेछ यहाँ? चढ्न पाउने हो कि के हो यो पनि? कमेडी क्लिप्स भन्छ तिमी क्याप्चर गर्दै गरेर त्यहाँ हाँस्ने त्यो काल। अच्छा हमको सिखा रिया है। यो बिल्डिङ भित्रको चाहिँ बेगोनिया गार्डन भन्ने हो। फुलहरू छ त्यो भित्र चाहिँ। अनि मैले भिडियो बनाएको पुरै के भन्छ टाइम ल्याप्समा भइगएछ क्या भिडियो चाहिँ। अनि पुरै यस्तो भइरहेछ। थाहै थिएन मलाई चाहिँ, अहिले एडिट गर्दा पो थाहा भएको क्या। ल सुरुमा चाहिँ गार्डनभित्रको केही सिनेमेटिक सर्ट्सहरू है त।
रहेछ बाबाले। ल अब हामी चाहिँ यहाँबाट निस्क्यौँ। बुढी अगाडि नै निस्केको थियो, कता गयो के छ त यतापट्टि। फर्स्ट टाइम आएको। ए यता पनि त्यस्तै रहेछ। पुरै यो लाइटिङ भित्र भएको भएर अहिले नै बत्ती बालेको छ। बेलुका चाहिँ यही हो बाल्ने नै, बाहिर पनि राम्रो रहेछ भित्र। अनि त्यो 2500को टिकटले फ्रीमा छिर्न पाउने रहेछ भित्र है। अनि आफ्नो क्यामेरा छ भने चाहिँ त्यहाँ फोटो पनि खिचिदिँदो रहेछ उनीहरूले। अनि उनीहरूले पनि खिच्छ उनीहरूको क्यामेराबाट, अनि हाम्रोबाट पनि खिच्छ। अनि त्यो फ्रेम हाल्यो भने चाहिँ 1500। अनि एउटाको चाहिँ सिसावाला फ्रेम हाल्यो भने चाहिँ कति थियो 2500 कि 2000 समथिङ कति थियो बिर्स है, त्यस्तो थियो। अब गाउँमा भने अमला वनभरि पाइन्छ, यहाँ चाहिँ अब के गर्नु सजाउनलाई पैसा तिरेर हेर्नु पर्यो। यो चाहिँ खत्म, बाय बाय, टाटा, गुड बाय, गया। खतरा ठुलो रहेछ पाउस त गार्डन त भित्रसम्म। बुढी लिएर घुम्न आएको, उहाँले टिकटक बनाउँदैछ। म सरासर भिडियो र फोटो खिच्दै हिँड्ने हो भने मैले अहिलेसम्म यो गार्डन पुरै घुमिसकेको थिएँ कि गार्डन। बुढी एक ठाउँमा बसेर 5-6वटा भिडियो बनाइदिन्छु, कुर्ता कुर्ता हैरान। म कतिचोटि त खोज्न गएँ कि ब्याग फर्केर। ब्लुबेरी हो क्या यो, यस्तो खतरा फल्यो यार। यो फलको नाम चाहिँ के हो थाहा भएन। यो चाहिँ अनार हो ए, यो फल चाहिँ थाहा भएन। त्यहाँ पनि छ, बलै फल्यो फेरि फल्न त, तर के हो थाहा भएन कि फल। नेपालको कन्सर्ट भन्दा बढी भयो है। चाहिँ थर्छ काम छ। 1 2 3 सबैजना भेट्टमा यस्तो दामी छ त। अनि ल नबनाउन सातोको टनेल पनि आज पार गरियो। अति बगल मान्छे यस्तो धेरै छ कि अगाडि पछाडि। एनिमेसन त हरायो त। ल लाइटिङ चाहिँ यो माथि चढ्ने मान्छेहरूको लाइन हो कि के हो यार, माथि चढेर हेर्ने रहेछ यो चाहिँ।
सानो कति राम्रो भयो के भन्छ त्यो बत्ती हेर्न यो माथिभित्र माथि पनि मान्छे छ कि यहाँ पनि मान्छे छ मान्छे अझै यत्रो आउँदैछ अघि नै त्यत्रो थियो अझ अहिले पनि यति नै आउँदैछ ल हामी चाहिँ अब बिस्तारै फर्किँदैछौँ लाइटिङ एरिया मान्छे चाहिँ फर्किने भन्दा बेसी जति फर्किन्छ त्यति नै भित्र जानेहरू पनि छ अझै अब चाहिँ बिस्तारै फर्किनुपर्छ कति बजेको नि टाइम नै हेरेको छैन मैले फेरि गाडी पनि कुर्नुपर्छ गएर ट्रेन कुर्नुपर्छ मोमजी चाहिँ हल्का रातो रातो हुँदैछ यहाँ पुरै जताततै लाइटिङ मात्रै अहिले त्यो तिहारको भाइस र आइरहेको यता चाहिँ अस्ति नै लगेको चक्लेट लान पर्ने त्यो मिठो थियो हामी चाहिँ क्यान्टिन एरियातिर आइयो ल अब चाहिँ हामी फर्किनु मान्छे त अझ यति बेला धरि आउँदैछ क्या ल 6:30 हुन लाग्यो अझै नै आउँदैछ मान्छे ल यो त हामी चाहिँ निस्क्यौँ ल मान्छेहरू चाहिँ यति बेला नै आउँदैछ कि त्यो अचम्म भयो र बाहिर झन् खतरा रहेछ त यो टाइममा पनि आउँदैछ कि 6:30 बजे ल अब हामी चाहिँ फर्क्यौँ अनि बाई बाई के को बाई बाई अब यहाँ 6 बज्यो 6:35 को गाडी छ यहाँदेखि नागासीमासम्म अनि त्यहाँदेखि ट्रेन चढेर हामी यो काशीतिर लाग्छौँ सो त्यही हो अब मान्छेहरू चाहिँ बवालै धेरै आउने रहेछ त्यही माथि आज शनिबार पनि हो अनि खै आज मैले नेपालले चाहिँ कोही भेटिएन यहाँ बाहिरसम्म यस्तो लाइटिङ रहेछ क्या पुरै
चाहिँ सायद 3 नम्बरमा हो क्या जस्तो लागेको थियो अघि रोक्दाखेरि 3 नम्बरमा रोके जस्तो लागेको थियो नागाको सरी नागासीमा भेटीहरू यति बेला पनि आइरह त्यही हो अब चाहिँ हामी गाडी कुर्छौँ यहाँ 35 मा छ गाडी अनि गाडीमा लाग्छ 8-10 मिनट त्यसपछि अनि हामी लाग्छौँ एक्काइचीतिर ट्रेन चढेर ल हामी चाहिँ नागासीमा स्टेसन आइयो अब यहाँबाट हामी चाहिँ कुवानासम्म यो लोकल ट्रेन हो कुवानासम्म लोकल ट्रेनमा जान्छौँ त्यसपछि चाहिँ कुवानाबाट चाहिँ एक्सप्रेस ट्रेन समाएर एक्काइचीतिर लाग्छौँ कतिको छ ट्रेन पनि त 46 भयो रहेछ 54 को ट्रेन रहेछ 46 भयो सबै यता चलिरह उता केटी मात्र उता चल्दिरह हँसाइदियो केटीले फेरि हामी चाहिँ एक्काइच आइपुग्यो एकै हटेर नबनाउन सातो पनि घुमेर आइयो आज बहुत थाकेछ खुट्टा दुखेछ अनि पुरानाको गाडीले धोका दियो आज टाइम त्यहीँ लस भयो हाम्रो त्यही कति घन्टा आधा घन्टा 45 मिनट त त्यहीँ बस्यो हामी कति बजेको 7:10 भएछ 7:10 भएछ ल अब यति भन्दै आजको भ्लग चाहिँ यहीँ बन्द गरिदिउँ होला है स्टे ट्युन अनि सबैजना राम्रोसँग बस्नु होला न्यानो भएर भन्दै आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु हस्त Bye bye. See you next vlog. Cái bột thiệt này